लाल भन्नु उत्पादन कम हुन्छ हैन उत्पादन कम भएपछि त किसानलाई त्यही त हो नि जसरी हुन्छ उत्पादन बढी लिन सक्यो भने फाइदा हो अब यी समस्याहरू यो रोगकै कारणले यो विषादी हाल्दिन सके भए यी समस्याहरू आउँदैन थिए जैविक गर्न चाहिँ अति गाह्रो छ जैविक जसरी तसरी उत्पादन गर्यो मार्केट छैन मार्केट नभएपछि अब किसान त निराश हुने बेला भइहाल्यो कहिलेदेखि थाले त यो मैले पहिलो सिजन हो गोलबेला अहिले टनल गरेको लगभग 6 महिना भयो बनाएको यो टनल हालेपछि पहिलो उत्पादन नै यो टमाटरबाटै सुरु गरे 6 महिना यो कति रोपनी ठाउँ छ यहाँ त लगभग त्यही 8 आना 10 आना होला रोपनी त मेरो यहाँ 3 रोपनी चान्चुन छ जग्गा त पछि चाहिँ यो नमुना गर्ने सफल भइयो भने अनि विस्तार गर्ने योजना चाहिँ हो अब पहिलो लटमै नैराश्यताहरु लाग्यो भने त विस्तार गर्नुपर्ने अलि गाह्रो होला अब यो विशुद्ध रूपमा अर्ग्यानिक हैन एकदम अब अर्ग्यानिक भनेर अहिले हामीले यसमा रासायनिक मल र रासायनिक विषादी प्रयोग गरेका छैनौं के गरिरहनु भएको छ कस्तो गर्नुपर्ने विषादीहरु आफूले झोल मल बनाउने झोल विषादीहरु यही बनाउने अनि मार्केटमा पनि पाइन्छ जैविक विषादी भनेर निम ओइलहरु यिनीहरु नै प्रयोग गर्ने कडा भनेको निम ओइल प्रयोग गर्छौं हामीले यिनीहरुमा निम ओइलहरु प्रयोग भएको छ र यिनीहरुमा कुनै भिटामिनहरु रासायनिक भिटामिनहरु पनि प्रयोग भएको छैन रासायनिक विषादी त देखाकै छैन रासायनिक विषादी हालेको भए गोलबेडाहरुमा यो समस्या देखिरहेछ है अहिले चाहिँ उपभोक्ताले चाहिँ अब यो पाल भएको सकेसम्म नलिन खोज्छ राम्रो चिल्लो लिन खोज्छ अब अर्ग्यानिकमा विषादी प्रयोग गरेको जस्तो राम्रो चिल्लो सर्लक्क परेको चाहिँ अलि मिल्दैन तपाईले यो तरकारी खेतीतिर सोच कसरी बनाउनु भयो यो सोच चाहिँ मलाई पहिलादेखि नै तरकारी एउटा यस्तो व्यवसायको चाहना थियो जहाँ चाहिँ कसैको हस्तक्षेप नहोस् र कसैले कुरा नकाटोस् अब व्यापार गरे पनि त्यही हो हैन अब यति यस्तो ठगी सगी यताउति कुराहरू आउँछन् अनि विशुद्ध के अब आत्मसन्तुष्टि पनि हुने श्रम पनि आफ्नो हुने अनि कसैबाट पनि केही कुराहरू नआउने भनेको चाहिँ कृषि पेशा नै लाग्यो मलाई स्वैच्छिक भनौं एउटा गर्वको पेशा हजुर कसैको हस्तक्षेप छैन यहाँ मैले गोलबेडा पाकेको छ टिपिन किन टिपिनेस् कसैले भन्दैन है अब यो सुरुवात चाहिँ गरियो अब बजार आवाको लगानी कति गरियो यति काम गर्न लगानी त अब एक्ज्याक्ट टोटल लगानी चाहिँ यहाँ लगभग 3 लाख भइसकेको छ है त्यसमा अलिकति अनुदान पनि पाएको यो फार्डेबाट ग्रामीण विकासका लागि किसान कार्यक्रम भन्ने एउटा संस्थाले सहयोग गरेको छ त्यसमा लगभग 50-50 जस्तो भएको छ 1.5 लाख जति चाहिँ मैले लगानी गरिसकेको छु 1.5 लाख चाहिँ हजुर आफ्नो अब यो तरिकाको खेती गर्ने यहाँ अरु पनि हुनुहुन्छ हामी 5 जना छौं यही ठ्याक्कै यही सेम गर्ने 2 जनाले चाहिँ काँक्रो गरिरहनु भएको छ हाम्रो 3 जनाको जग्गामा चाहिँ अहिले टमाटर छ हामीले यही तरिकाले गर्ने 5 जना किसान छौं अहिले 5 जना किसानको 15 वटा टनेलमा चाहिँ जैविक उत्पादन भइरहेको छ यसको समस्या चाहिँ के रहेछ त मलाई समस्या बताइदिनुस् पहिला यसको समस्या भनेको चाहिँ विशेष गरेर यो रोग किराहरुको पहिलो समस्या भनेको उत्पादन लिन नै अलि कठिन छ विषादी प्रयोग नगर्ने बित्तिकै आक्रमण रोग किराहरुले आक्रमण बढी गर्छ त्योबाट जोगाउँदै बल्ल बल्ल उत्पादन गरियो उत्पादनको चरणमा आयो अब यो उत्पादन लिने बेला भएको छ अब यसको मार्केटको समस्या छ मार्केटमा चाहिँ अब उपभोक्ताहरुले राम्रो चिल्लो खोज्छ तिमीहरुको चाहिँ अलि राम्रो हुँदैन चिल्लो हुँदैन सर्लक्क परेको हुँदैन यो अर्ग्यानिक भनेपछि अलि किरा लागेको अलिअलि त्यस्तो चाहिँ बाङमोटेडोहरु हुन्छ त्यसले गर्दा बिक्न गाह्रो हुन्छ छुट्टै मार्केट छैन अनि सहज मार्केटमा पठाउँदा एउटै मार्केटमा पठाउँदाखेरि रेट एउटै हुन्छ अब जैविकको उत्पादन अलि कम हुन्छ रासायनिक मलहरु प्रयोग गर्दा अलि उत्पादन बढी हुन्छ यही पनि देखिरहेछ अलिकति लाग्नुपर्ने दानाहरु एक जुत्तामा 8 जना 9 जना हुनुपर्ने 3 जना 4 जना भन्दा देखिरहेको छैन है त्यसले गर्दा उत्पादन कम हुन्छ लागत हुन्छ किसानको अनि मार्केटको व्यवस्थापन नहुँदाखेरि चाहिँ अलिकति मार्कामा परेको छ यो जैविक उत्पादन चाहिँ यहाँबाट बजार चाहिँ सिधै कालीमाटी नै लैजाने यहाँतिर के छ अब व्यापारीहरु आउँछन् यहाँ स्थानीय ठाउँमा कालीमाटीबाट उनीहरुलाई नै पठाउने हो मैले अहिले अस्ति एक लटको उत्पादन चाहिँ बजार पठाएँ कालीमाटी नै पठाएँ जुन अरु चाहिँ रेटमा बेच्नु तै पनि हाम्रो अलि तपाईहरुको राम्रो छैन गोलबेडा भन्दै थियो अब हाम्रो अर्ग्यानिक हो नि चाहिँ सुरक्षित छ नि भन्ने ढंगले कतिमा बिक्री भयो अहिले अघिल्लो लट चाहिँ अघिल्लो लट 1300 क्रेटको पनि क्रेटको 1300 नगरेको पनि 1300 अब हाम्रो भनाइ चाहिँ कम्तीमा 200-300 रुपैयाँ मात्रै भयो नि प्लस आइदियो विषादी प्रयोग नगरेको सुरक्षित छ त स्वास्थ्यको लागि राम्रो छ हैन जनस्वास्थ्यको लागि हितकर हुन्छ त्यो कारणले पनि 200-300 रुपैयाँ मात्रै प्लस आइदियो भने पनि हाम्रो उत्पादन कम भए पनि यता मूल्य बढी छ नि त भनेर एउटा ढुक्कता हुन्थ्यो त्यो छैन रहेन अब यहाँ स्थानीय तहहरुले यस्तो खेती प्रबन्धन गर्नलाई केही कार्यक्रमहरु ल्याएका छन् छैनन् तपाईहरु पालिकातिर वडातिर केही धाउनु भएको छ कि छैन कि स्थानीय तहले चाहिँ पालिकामा हाएरै चाहिँ पुगेका छैनौं हामी यस्तो हाम्रो उत्पादन यसरी चाहिँ के गर्दिने भनेर तै पनि एक चरण चाहिँ हाम्रो
साथी शङ्कर नेपालले पनि गर्नुभएको छ, उहाँले चाहिँ कुरो पनि गर्नुभएको थियो कम्तीमा तपाईँहरूले चाहिँ किनेर खाइदिनु पर्यो हाम्रो उत्पादन भन्ने कुरो गरेर आइछु मैले भन्नुभएको थियो। केही रेस्पोन्स आएको छैन नगरबाट। अब अरू कामहरू चाहिँ कृषिको काम गरेको छैन भन्दा यी अब कृषि उपकरणहरू वितरण चाहिँ गरिरहेको छ वर्षै साल, तर खासै उत्पादनलाई एउटा व्यवस्थित गर्ने ढङ्गले बजारीकरण राम्रो भइदियो भने खेती गर्नलाई अलि जाँगर चल्थ्यो। राज्यको कुनै निकायले पनि अहिलेसम्म हेरे जस्तो चाहिँ लागेको छैन, कुनै पनि निकायले। एउटा हामीलाई चाहिँ लाग्छ कि यस्तो कृषि गर्नेलाई किसानलाई त प्रोत्साहित गर्नुपर्ने जस्तो लाग्छ, किनभने यो चाहिँ अब यो संसार रोगले भरिएको संसारमा होइन, स्वस्थकर उत्पादन सुरक्षित उत्पादन भन्छौँ हामी यसलाई अहिले। अर्ग्यानिक चाहिँ हाम्रो 2-3 वर्षपछि मात्रै हुने रहेछ। अब त्यो सिक्दै बुझ्दै जाँदाखेरि सुरक्षित उत्पादनलाई अलिकति बजारीकरणमा सहजता नेपाल सरकारको कुनै पनि निकायबाट गर्दैदेखि हुन्थ्यो भन्ने आश चाहिँ छ, तर खासै ध्यान चाहिँ कतैबाट पुगेको अवस्था छैन महसुस भएको छैन। अब अहिले आफ्नो स्थानीय स्रोत साधन त्यतिकै थन्क्याएर वैदेशिक रोजगारीमा जानेहरूलाई तपाईँ के भन्नुहुन्छ? त्यो त मेरो थ्योरी पहिलेदेखि नै गरे यहीँ छ। जति गर्न सकिन्छ विदेशमा गएर गर्ने 16 घण्टा गर्ने दुःख यहाँ 12 घण्टा गर्दाखेरि यहीँ सकिन्छ। विदेश पैसा कमाउन विदेश जानुपर्छ जस्तो लाग्दैन। आफूमा एउटा इमान्दारता हुनु पर्यो, जोस हुनु पर्यो, जाँगर हुनु पर्यो, लगनशील हुनु पर्यो, पैसा कमाउनलाई विदेश जानुपर्छ भन्ने जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन। जाने साथीहरू मसँग सल्लाह लिएर जान खोज्ने केही साथीहरूलाई त मैले अलिकति स्थगित पनि गराएको रेकर्ड छ मसँग होइन। विदेश जाँदाखेरिको अवस्थाहरू बुझाएर यहीँ गर्न सकिन्छ भन्ने ढङ्गले कुरा गर्दाखेरि केही साथीहरू चाहिँ क्यान्सल पनि गर्नुभएको छ वैदेशिक रोजगारीमा जानको लागि। तपाईँले चाहिँ यो खेती गर्ने तालिमहरू त्यस्तो लिनु भएको छ कि? तालिम मैले टट ट्रेनिङ नै ल्याएको छु। यो अर्ग्यानिक यो प्राङ्गारिक कृषिको 5 दिन तालिम चाहिँ मलाई यो ग्रामीण विकासका लागि किसान कार्यक्रम भन्ने संस्था हार्टेक भन्छ हामी, त्यो संस्थाले चितवनमा लगाएर 5 दिनको ट्रेनिङ दिएको थियो हामीलाई। त्यो ट्रेनिङबाट फर्केर आएपछि अब गर्ने चाहना पहिलेदेखि थियो, सिप थिएन, ज्ञान थिएन। अब सिप र ज्ञान हासिल भयो होइन, त्यो हासिल भएपछि अब चाहिँ गर्नुपर्छ है, अहिले नगरे कहिले गर्ने भने जस्तो लाग्यो। अर्को कुरा मलाई केबाट पनि म के भन्छ यसलाई यतापट्टि उत्प्रेरित भयो भने मेरो परिवारमा 6 जना हुनुहुन्छ अहिले। 6 जनामा हामी 4 जना नियमित औषधि सेवन गर्नेछौँ। बाबा नि अनियमित औषधि, मम्मी मेरो मिसेस त 3-4 थरी औषधि नियमित सेवन गर्ने, म पनि 1 थरी नियमित औषधि सेवन गर्नेछु। अनि सबैको कज चाहिँ विषादी नै हो जस्तो फिल चाहिँ भइरहेको थियो। विषादी म्याक्सिमम प्रयोग गरिन्थ्यो, विषादी रहित खान पाएदेखि यी रोगहरूबाट मुक्त हुन्थ्यो कि जस्तो चाहिँ फिल भइरहेको थियो। अलिकति यो ज्ञान थिएन यो प्राङ्गारिक खेतीको। यो कार्यक्रमले चाहिँ ग्रामीण विकासका लागि किसान कार्यक्रमले त्यो ज्ञान दिलाएपछि चाहिँ सकिने रहेछ, गर्नुपर्छ भन्ने लागेर अनि सुरुवात गरेँ। हस्, शुभकामना छ यहाँलाई। धन्यवाद। दर्शकवृन्द, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि तपाईँ कृषिसँग सम्बन्धित अन्य यस्तै प्रकारका जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो यस कृषि सन्देश युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला, साथै नजिक रहेको बेल आइकनलाई पनि दबाउनुहोला। धन्यवाद।